ससेज यस्तो भइसकेको छ लकी गर्ल कसलाई चाहिँ त्यस्तो नखाउनु हामीलाई पनि राख्नु मै चिन्निदाउँछु ल भुइँमा पानी छ दिन्छु ल म हेलो साथीहरू नमस्ते सेवा वेलकम टु ब्याक माई च्यानल म धेरै पछि फेरि पनि नयाँ भिडियो लिएर आएको छु उहाँ चाहिँ मेरो साथीको बहिनी आफ्नो परिचय दिनुहोस् हजुर नमस्कार मेरो नाम चाहिँ कल्पना मगर नमस्कार मेरो नाम चाहिँ कल्पना मगर अनि आज चाहिँ हामी त्यो लुडोवाला च्यालेन्ज भन्न आउँदैन अब त्यही त होला नि होइन त्यो खेल्न आँटेको छौँ अनि हाम्रो चाहिँ के छ भने खानामा मोमो ससेज यस्तो भइसकेको छ अनि अन्डा अनि त्यसपछि चाउचाउ अनि एक्सट्रिम अनि पानी अनि अचार अब हामीलाई के हो धेरै बोल्नु आउँदैन होइन अब लास्टसम्म हेरेर इन्जोय गरिदिनु होला माया गरिदिनु होला म धेरै पछि ब्याक भएको छु यसो लास्टसम्म हेरेर आफ्नो माया देखाइदिनु होला कोदेखि सुरु गर्ने रपेको सिजर गरौँ ल सिजर पेपर रक सबैजना सिजर पेपर रक नेपाली दुई बाइट मात्र सबै होइन सक्यो ए म त खान आँटेको म पनि म के खाऊँ मोमो खान्छु सुरुमा खोइ कहाँ कति लगाउने ला बिर्से त अब पानी मेरो त कति चार्नी बन्द भइसक्यो कति छिटो कस्तो अप्ठ्यारो भाउ सबै ढुट्टे के हो नि यो दुई 2 बाइट बन्द तेरी Oh no. प्रिया भवन सबै सेलाइसक्यो हाम्रो खाना चाहिँ गरौँ दुई बाइट फर्स्ट त मोमो खान्छु म पनि सबैले मोमो अब हातले हामी चल्छ त कस्तो आउँदैन ल अब मेरो टर्न फर्स्टमा त मै खान्छु खान्छु चाहिँ छुट्टामा बटा धमा के पो भयो दुईचोटि भइसक्यो त बुन्नु छैन हौ एकचोटि मात्र खाँदैछ हातले खाउँ न हातले नि सबै चाहिँ खानु सक्दैन होला है भगवान् सक्दैन मलाई थाहा छ सक्दैन क्या कसलाई नखाऊ न सबै चाहिँ
हो त्यति मात्रै हो एकचोटिमा खानु परेन कति मरेको हौ हो छि कस्तो पायो लकी गर्ल ओ माय गॉड मेरो त 2 र 1 मात्र आउँछ घरि 3 कम बोला फेरिको यो मेरो बिग बाइट ल ओइ त्यस्तै त नखाउनु हौ ओहो म जस्तै रहेछ अब तपाईँको पाली ल खोल्नुहोस् न अझै छ 5 बाइट बिर्सेको पो त म अब 1 बाइट हुँदैछ 5 बाइट अब 4 बाइट मात्र तर छ चिन्ता नट 2 बाइट 3 बाइट के भन्नु साथीहरू यस्तै छ जिन्दगानीमा लक्की भएपछि यस्तै हो अनलकी जस्तो अनलकी चाहिँ हामी नै हो है जिन्दगीमा कति भयो गन है साथीहरू 2 यो समय 3 बाइट अब 2 बाइट मेरो मुखबाट लाग्ने तँ अब 2 बाइट के खाम भयो त अब 1 बाइट ओइ कमिला हेर न त्यहाँ कहाँबाट आयो फोनमा अब मेरो पालै गइ छ 2 बाइट होइन अब 1 लास्ट 1 बाइट यो लास्ट हो थिच्नु किच मेरो पनि आउनु हौ वाह हो खाइला ससेस 1 बाइट 2 बाइट अब 2 बाइट मात्र छ एक्सट्रिम खोल्दै गरौँ न यता लाउँदा बढी चिल्लो छ बढी बिग बाइट 1 बाइट अब 1 बाइट ओइ 1 बाइट अब मेरो पाली कसरी हो तपाईँको कति लग लागेको हौ ए मेरो त पेट दुख्यो यार अघि चाहिँ लग्नु नहोला छक्काइजे लकी गर्ल अब 1 बाइटमै खतम गरिदिन्छु सरी कसलाई चाहिँ त्यसरी नखानु हामीलाई पनि राख्नु कसलाई चाहिँ त्यसरी नखानु हामीलाई पनि राख्नु सबै खाइसक्यो यसले Oh my god.
अचार चाहिँ खान्छ है हुँदैन त के को अचार खान्छु न सचार खान्छु चाट्नु मन लाग्यो क्या यति मिठो छ अचार पुरै छोडिदिउँ अनि मै चिनिदाउँछु ल अनि मै चिनिदाउँछु ल सिक्स भएन वान बाइट ओन्ली ओहो वान बाइटमा सबै खानु होला खाइदेऊ केही छैन खाएमा होइन त्यतिकै गरेको क्या मैले त्यहाँ बन्द गरेर अनि वान बाइट भइसक्यो भने तपाईँको गर्दा हुन्छ त नि थोरै थोरै खान्छु सबै मेरो पेक अगायो भने एकछिन खान्छु एकछिन बस्छु त्यसपछि घुम्काएर खान्छु म पनि कति बाइट हो हामी सम्भायो दुई बाइट यो हाम्रो साह्रै भएन हौ छ्या भयो मन अगायो एक बाइट ओह वन बाइट एउटा ससे त म त गम्मै खाएँ कब्बे सेलाएर नि एउटा मोमो मात्र मिठो भयो यसको नाम के पो थियो त्यसको नाम यसको नाम ससेस हो ससेस कति मिठो लाग्ने मोमो त नि दुई पिस गरेर सबै खाने अरे बापरे मेरो टर्नमा गर्दैछु है अहिले 3 जस्तो लाग्यो यसले गर्दा 2 हो 3 हो 3 हो त गर्न थिस् न म थिच्नु अर्को हाल्दै त थिच्नु ए सरी उसको पालो हो र तपाईँको पालो उसको पाला आएकै छैन अनि हो उसको पाला आएकै छैन तपाईँको देखि मैले थिचेँ अब तपाईँको पालो हुँदैन गर्न हौ अरे 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 कति सानो मान्छेको चाहिँ कति धेरै आएको कति सानो मान्छेको चाहिँ कति धेरै आएको थ्याङ्क यू सरी त्यो लास्टै हो गाएँ मोमो म त अगाएको यत्रो छ मान्छे चाहिँ कत्रो पेट छ यसको भगवान् खाउँ न हौ आइसक्रिमले झन् पिरो भयो मान्छेको झ्याउ लागिसक्यो मलाई पाँच आएको चाहिँ भन्नु पर्छ चारलाई पिरो लामो हुन्छ कि छिटो खाउँ क्या टरक टरक टरक
गरेको भयो भने के अरे अगायो भने नआइ गर्न जबरजस्ती थोरै छोरा भयो मान्छे चाहिँ हो परिवार भयो 3 भाइ रहनु परिवार 3 भाइ अब 2 भाइ मात्र खाऊ चालीको स्वादले खाने हो के त्यति कति मिठो वाउ चालीको स्वादले खाने हो के त्यति कति मिठो वाउ त्यही मिठो छ बनाउँदा अलिकति धेरै खानु छिटो सकिन्छ मम्मा खाइ ल यो र मेरो तपाईँ खोइ हो म त निन्द्रा पो लाग्यो यसले गर्दा फोनी भयो अमेरिकन मेरो यहाँ मिस्टेक भयो टेक बन्द खानै मन छैन अब कम खाइदिन्छु मेरो हो यो त्यसमा म यो आइसक्रिम हालेर खाइदिन्छु मिल्दैन त लकमा कस्तो भयो आजको खाना मोमो त एकदम मिठो हेर न के घरमा बनाएको भन घरमा के बनाएको घरमा के बनाएको खानेकुरा घरमा चाउचाउ अन्डा ससेज मोमो चाहिँ फ्रोजन मोमो अनि अचार हामीले आफै रेङ्गाटा चालो मरे रेङ्गाटा चालो मरे राति 10 बजे आउनु गर्न क्लिक म गरौँ मेरो छैन मेरो जिन्दगी खाऊ न छिटो के खाम म त अगाइसक्यो सबैभन्दा धेरै उसले नै खायो होला छक्का तिर्की पन्जा अब एउटा मेरो खानुपर्छ मेरो ओहो मैले एउटा भन्छु आइसक्यो के खाने मन लागेन 14 खानुपर्छ अघि पन्जा झक्काउँदा खुसी हुँदा अहिले त वाक्क दुखी भयो म खाऊ न थुप्रै भयो बुझ्नु एउटाले थोरै खाइदिन्छु अगायो लु गेम नखेलौँ यत्तिकै खाऊ ल सकिनँ यो गेम चाहिँ भनेको जस्तो है नसक्ने रहेछ मैले खाजा पनि खायो खाजा त के खाएँ मैले के खाएन के पानी खाएर अगाएँ म त अहिले पानी खाएको हामीले अचार चाखेर क्या हामीले आज खाजामा चटपटे खाएको सोर्परेर सकेन लु म त रम्बो चौधो खाएको मेरो त हालत चिया दुध चिया
फेरि ढुङ्ग्री उसले झन् नाम पनि खाएको बेलुका हजुर साथीहरू हामीले चाहिँ खाइसकेनौँ। अरूले कसरी खानुहुन्छ हामी त खानै सकेनौँ सकेनौँ। झन् मुकबाङ गर्नेहरूले कति धेरै यति धेरै खान्छ कसरी खाइसक्छ होला भगवान्। मुकबाङ गर्नु एकदम गाह्रो मोमो रहेछ। 3टा उब्रेछ। मोमो अनि अन्डा झन् कति धेरै उब्रियो। ससेज चाहिँ खाइसक्यौँ। ससेज। भन्दा तपाईँलाई एउटा मोमो मलाई एउटा त उयो सबसे भन्दा धेरै कसले खायो होला कमेन्ट गर्नुहोस्। अनि कस्तो लाग्यो हाम्रो भिडियो लाइक कमेन्ट सेयर गरिदिनु होला। अनि धेरै पछि मैले भिडियो बनाउँदैछु अलिक बोल्नु आएको छैन मलाई अलिक अप्ठ्यारो लागेर छ मलाई। अब जस चल्यो भने म फेरि नयाँ भिडियो लिएर आउनेछु जस चलेन भने यतिकै हराउने छु फेरि। कस्तो लाग्यो मलाई रमाइलो लाग्यो र त्यो त भिडियो हेरेर थाहा पाइहालिन्छ नि। रमाइलो लाग्यो खानु चाहिँ। फेरि सुरुमा चाहिँ कस्तो लाग्यो भने कति धेरै खाएको यिनीहरूले मेरो पालोमा चाहिँ कहिले आउँछ खानु जस्तो लाग्थ्यो। खानु नसक्ने रहेछ ना बाबा तिमीलाई कस्तो लाग्यो? म त अघिदेखि खानुको मिलाक्टो गर्छ म त अघिदेखि खानुको मिलाक्टो गर्छ। तिमीलाई कस्तो लाग्यो? मलाई नि खुसी लाग्यो रमाइलो लाग्यो होइन। तर खानु चाहिँ नसक्ने है। अहिले त अचार चाखेर पानी खाएर अगाएको थिएँ म भन्नु पर्दाखेरि। म चाहिँ भोकै थिएँ। ल साथीहरू तपाईँलाई यस्तै भिडियो चाहिन्छ भने कमेन्ट गर्नु होला। हामी फेरि अर्को भिडियो लिएर आउनेछौँ अवश्य। आजको लागि यति नै। लास्टसम्म हेरिदिनु भएकोमा धन्यवाद। थ्याङ्क यू फर वाचिङ। बाई। Bukan Pak Insa. Dijual lah mau. Prank guys, prank. Oh, mata video main apa nih? Tuh, doang aku deh.